guys, welcome back to our channel. आज हामी जाँदैछ बुढाबुढी weekend away first time wild camping को लागि Ardmore National Park होला यो रहेको छ हाम्रो backpack. What's going on guys? Welcome back to our channel. ल आज चाहिँ हामी क्याम्पिङ जान लागेको है एकदम नाइस वेदर छ अहिले चाहिँ राइट नाउ 29.5 डिग्री भएको रहेछ है all the way up to 30 हुन सक्छ 31 कति नि देखाएको थियो we are going camping उता Dartmoor National Park अनि it's near Plymouth है whatever you want to call it त्यहाँ बेबु चाहिँ त्यहाँ आइसक्रिम खाँदैछ एकदम गर्मी भएको भएर अनि उसको लागि नि छ मेरो लागि नि छ फेरि लोभी भन्ला लोभी I'm not लोभी उसको लागि नि छ तर उले अलि देखाउनु अनि हामी तपाईहरुलाई सबै हाम्रो जर्नीहरु सबै देखाउँछु अब ट्राभल गरेको वहाँ गएर हैन अब के टेन्ट अब सेटअपहरु कुकिङ सबै हुन्छ है हाम्रो लाइफको फर्स्ट वाइल्ड क्याम्पिङ हो यो चाहिँ वाइल्ड क्याम्पिङ हो सो मैले यसो लाइक पढे अनुसार मैले अस्ति गुगलमा हेर्दाखेरि चाहिँ वाइल्ड क्याम्पिङ चाहिँ इंग्ल्यान्डमा है आइ एम नट टकिङ अबाउट UK आइ एम टकिङ अबाउट इंग्ल्यान्डमा चाहिँ यही त्यही ठाउँ मात्रै रहेछ डार्टमोर नेशनल पार्क मात्रै रहेछ कि यु क्यान वाइल्ड क्याम्प है अरु ठाउँमा चाहिँ फेरि इलिगल हो नि त त्यही भएर उता स्कटल्यान्डतिर यताउता चाहिँ प्रब्लम छैन गर्न सक्छ है एज लङ एज दे आर नट प्राइभेट ल्यान्ड हैन वाइल्ड क्याम्पिङ गर्न सक्छ तर इंग्ल्यान्ड भित्र चाहिँ एकदमै उस स्ट्रिक्ट छ हैन दिदैन वाइल्ड क्याम्पिङहरु सो यो डार्टमोर यो नेशनल पार्कमा चाहिँ वाइल्ड क्याम्पिङ दिँदै रहेछ अनि त्यही भएर चाहिँ त्यहाँ गएर यसो चेक आउट गर्न लागेको अनि यो प्लेस चाहिँ हामीलाई गरे साउट आउट टु रोशनी एन्ड क्रस उनीहरूले हामीलाई मेन्सन गरेर उनीहरू पहिला गएको हो अनि हामीलाई राम्रो छ दिदी फर्स्ट वाइल्ड क्याम्प रेकमेन्ड गरेको अनि फर्स्ट वाइल्ड क्याम्पको लागि ठिक छ भनेर अनि हामी त्यहाँ जानलाई रेडी है रेडी ओके देखाउँछ ल बाटोमा के हुन्छ ल त्यस्तो नै हार भइसक्यो Turn right onto Thompson Way, then turn right onto Sandy Lane. तीन घण्टा 40 मिनट हामी चाहिँ भित्र आएको छ गाइस ल गाइस स्टिल 2 hours 16 minutes छ एकैछिन खुट्टा तन्काउनको लागि बाटो चाहिँ यस्तो ठाउँबाट ल्याएर आएर चाहिँ यिनीहरूले है ब्युटी लाइन देखाइदिउँ न त खानेकुरा फोको बिर्स्यो भनेको यहाँ पछाडि आयो के हो निकाले ठ्याकिज अलि भएर तो रहेछ मिडल अफ नोवेयर ल गाइस अब चाहिँ एकछिन खुट्टा सुट्टा तन्काइन्छ अनि त्यहाँबाट गइन्छ जाम परेको भएर चाहिँ यहाँ रारा ब्रेक हुँदैछ पहिला मलाई लेकाली चाहिँ हेभी मिठो लाग्थ्यो कि लेकाली हुन्छ आउँछ खाथ्यो रारा नि वान अफ माई फेभरेट थियो जस ल अब चाहिँ हामी चाउचाउ खान्छौँ अनि बिस्तारै हिँड्छौँ 1 hour 41 minutes छ Temperature is 26 degrees Celsius at the moment.
Slowly we are getting there. न जाऊ टाढा टाढा ढुक ढुक ए भएन ब्याक न जाऊ टाढा टाढा हे न जाऊ टाढा टाढा आऊ बस छाखै Bro, what are you talking about, man? जुनी जुनी खेलिरहो मेरो काखमा चाहन्छु म तिमीलाई नै चाहन्छु म तिमीलाई नै अब धेरै छैन गाइस 13 मिनेट छ 13 मिनेट अनि वेदर यस्तो छ यहाँ हिँडेर टेन्ट सेट गर्न पर्छ आई थिंक 2 लट गर्नु पर्छ होला ब्यागमा अटेको थिएन त्यही भएर लेट्स सी हामी सक्छ कि सक्दैन सकेन भने जे सक्छ मेल लाने नसके गाडीमै छोडिदिनु ल है गाइज हामी आइपुग्यौँ अब ऊ त्यो अगाडिको गेटबाट चाहिँ छिरेर जानुपर्छ बाटो चाहिँ अलिकति धस्दै रहेछ अलिक बिस्तारै बिस्तारै आउनु पर्दो रहेछ कताबाट हो खोल्ने चाहिँ फेरि बन्द नि गरिदिनु पर्यो हैन होइन अलि अगाडि हो उनी भित्र हो र होइन होइन के त्यो त प्राइभेट हो अझम पर्दैन बेडसिट सिट बेल्ट लाउनु यहाँ रोकेर जाने कि ऊ त्यताबाट होला हिँड्दै जाने त्यतै रोकौँ है ओके ए रहेछ 2 4 3 4 5 6 वटा गाडी ओके गाइज फाइनली वी आर हियर है ऊ त्यो डाँडाहरू भनेको हो क्या चिसो रहेछ चिसो छ हाम्रोतिर त कति छ भन्थ्यो अरे 30 डिग्री भन्थ्यो मैले भन्थेँ चिसो नि ल अब चाहिँ ट्याक्क लाएर होइन अब चाहिँ ट्याक्क लाएर समात्नु त मलाई झोला सोला बोकिन्छ उनीहरू बसिनु हुन्थ्यो त ल रेडी भयो यो स्लिपिङ ब्याग पनि ठ्याक्कै त्यही कलरको पाएछ आयो मेरो ब्याग चाहिँ फेरि यहाँ चाहिँ यस्तो ब्यागहरुमा चाहिँ टेबल छ धेरै पनि हल्का हुँदो रहेछ के है नर्मल ब्याग भन्दा के नर्मल ब्याग भन्दा त धेरै हल्का हुने के न त नर्मल ब्यागमा यति बोक्यो त थला पर्छ अनि हैन ल भयो ल रेडी हो ओके अब म नि बोक्छु अब ल खिच्छ अब चाहिँ मेरो चाहिँ कति लिटरको हो 65 लिटर ब्याग Caklah.
यहाँ चाहिँ अब टेन्ट गरिन्छ पानी पर्छ कि हो त्यताबाट चाहिँ पानी पर्दै आउँदैछ अब ट्याक्क लाएर छिटो अब टेन्ट गरिहाल्नुपर्छ ल यो ढम्फङ यता हुनु पर्यो त्यसो भए ओइ यो ठिक छ अब त्यो ग्यास सानो ठुलो म त डर लाग्छ उहाँ के त्यो घुमाउने प्लस ठुलो सानो कसरी हो यता हो यहाँ हेर न एरो यता देखाछ त्यसरी हो आयो छिस त गर्यो अबे अझै पुगेन क्या अलि ठुलो गर ठुलो फुल ल गाइस सुरु भइसकेको छ अब चाहिँ ल हाम्रो सेटअपहरू पनि देखाइदिनु है ल यहाँ चाहिँ यस्तो अब के पकाइरहेको छ उता चाहिँ अब भात पाक्न हाम्रो किचन साइड हो किचन साइड छ पछाडि चाहिँ यहाँ बेड एयर बेड छ अब यता चाहिँ ब्यागहरू राखिरहेको छ अहिले जुत्ताको सेक्सन चाहिँ यो छ त्यहाँ लुगा खिचिरहेको छ ट्राई गरौँ हुँदैछ खोज्नु रहेछ तिनीहरू खोज्दै रहेछ है ल गाइस अब चाहिँ मासु पाक्दैछ चामल भिजाएको छु यहाँ हामी मासु र भात आज आई थिङ्क वी डिजर्भ मासु र भात आज चाहिँ वी डिजर्भ किनभने हामीले बाटो कहानीहरू भन्दैछ अहिले खाइसक्यो बिराएर गरेको भएर एकदम टायर्ड अनि फेरि यहाँ सेटअप गरेर अनि फेरि गाडीमा यहाँ फेरि एकछिन फेरि सेटअप बन्नै गाह्रो भएर फेरि टेन्ट दिए अब नयाँ टेन्ट हो है 10 बजेको टेन्ट सेटअप गर्दा त 10 बजे थियो 10 यहाँ आइपुग्दा कति भयो यहाँ आइपुग्दा के को यहाँ आइपुग्दा धन्दा 11 बज्न लाग्थ्यो हामी फेरि ए यहाँ हामी हराएर यहाँ आउँदा कति भयो थियो भने ए 9 बजे थियो होला नि त 9 बजे थियो भन्दै 1 घन्टा भयो अलिअलि सिमसिम भन्दै पानी धेरै परेन है अलिअलि परेको थियो अनि हामीले सामानहरू अलिअलि खानेकुराहरू गाडीमा छोडेको थियो अनि सेटअप गरेर अनि त्यहाँबाट लिन गएको अनि बल्ल अहिले 11 बजे पाक्दैछ प्रोबब्ली पाकेर खाँदा त 1 बज्छ होला बाहिरबाटको सेटअप चाहिँ यस्तो छ वेलकम त देखाउँ न ल वेलकम छ हजुरलाई मुस्कान किचनमा अनि आज हाम्रो पाक्दैछ स्पेसल चिकन करी दामी हुन्छ दामी देख्दैछ यस्तो क्याम्पिङ जाँदा चाहिँ गाइज यस्तो खालके यो लाइट भाँडाहरू लिनु होला लाइट भाँडा त्यो क्याम्पिङको भाँडै पाउँछ क्याम्पिङमै पाउँछ यस्तो लाइट सजिलो हुन्छ कि बोक्न नि लाइट हुन्छ नि त अनि यु क्यान गेट हामीले चाहिँ 3 पिस 4 पिस वाला विथ द क्याटल
बाहिर चाहिँ ल हामीले अलिकति यसो है अलिकति मजाले ह्याङ गर्नुपर्ने हो अघि राम्रोसँग ह्याङै भएन यो चाहिँ कति मिटर चाहिँ हुन्छ यो फुल टेनलाई चाहिँ भ्याउँछ मैले ल अब साइड भ्यू चाहिँ बाहिर आएको जस्तो छ देख्यो जस्ट भोलि बिहान चाहिँ यतापट्टि चाहिँ अलिक यस्तो डाँडा देख्छ सनराइज दामी देख्छ अब साइड भ्यू चाहिँ यस्तो छ है ठ्याक्क यस्तो छ अब यहाँबाट यहाँसम्म चाहिँ लिभिङ रुम है पछाडिको चाहिँ बेडरुम पछाडिबाट सेटअप चाहिँ यस्तो छ होइन थोरै भेन्टिलेसन अलिकति थोरै भेन्टिलेसन हुन्छ मासु थोरै छ त्यही भएर पुग्छ कि भनेर हो क्या यहाँ गाइस के अरे आलु खाने भन्यो बुढा सापले त्यही भएर फेरि यहाँ छिटो आलु मासु पाक्न लागिसकेको थियो अनि छिटो आलु पनि मासु र आलुको कम्बिनेसन कस्तो दामी हुन्छ सबैलाई थाहा छ मलाई थाहा छ त्यही भएर आलु पनि ल्याएको थियो तर मैले सोचेको थिएँ भोलि खाने होला आज त्यतिकै होला भनेर फेरि उसले त आलु नै हालिदियो भने अनि त्यो छिटो आलु काटेर हालिहाल्यो कि मासु त फेरि भुटिसकेको थियो तर ठिकै छ नुन हाल्यो अब लुकिङ गुड है लुकिङ गुड त्यही हामीले हाम्रो डाडु पनिरहरू सेटै तल के अरे घरमै छोडेर आएको भएर अलिक दुःख भयो तर ठिकै छ भोक खप्न पर्यो यार भोक खप्न पर्यो अनि मेरो नाक सर भएर चाहिँ मेरो नाक ताल्लेछ क्या अब मेरो सिगरेट छर्ने टाइम आएर पट भुटेर हैन ल यहाँ चाहिँ जाँदैछ लसुन र अदुवा हामीले खुर्सानी ल्याउन बिर्सियो गाइस मसला नै हालिदिइहाल्छु तर सुन्नुपर्छ कुन चाहिँ किन नर्मल हो गरम मसला मिट मसला चाहिँ एकछिन पछि हाल्छु मिट मसला पनि हाल्छु नि मिट मसला चिकन क्युब हेर चाहिँ एकछिन के हो त्यो चाहिँ चिकन क्युब चाहिँ हाल्छु अनि अलिकति यो होला मिट मसला के हो मेरो हात कामै पुग्छ चिकनै खसाल्दिएको अवस्था ल टमाटर हाल्छु अब म ल पानी पनि थप्दैन र अलि अहिले हाल्ने होइन टमाटर पहिला पाक्नुपर्छ पुरै चिकन नि उस गरेर हाल्नु नि हात पोल्ला जस्तो अब अलिकति चढाइदिएर यस्तो क्याम्पिङ गर्ने ठाउँमा होइन चढाउनु पर्छ ल यो चाहिँ ल खाली खोइ अर्को चाहिँ एकछिन ल एकछिन ल ढाक्दै खोर्सानी भएको भए चाहिँ एकदम दामी हुन्थ्यो के है हरियो खोर्सानीसँग चट्ट लाएर त्यो वाला रे रातो फ्ल्यास लाइट रातो बोल्थ्यो त रातो पनि बोलेको थियो नि भन्दा अगाडि गाइस झोल चाहिँ दामी देखेछ तपाईँ त चर्को खान्छ ठिकै छ मलाई चाहिँ ठिकै छ म त चर्को खान्न नि त तपाईँ चाहिँ चर्को खानु
यसमा म चिरोटेर हाल्नुहुन्छ धनिया चाहिँ यसरी निमोठ्यो भने टेस्ट आउँछ अरे के त्यो काटेको भन्दा हो मैले कहाँ हो सुनेको ल यो चाहिँ भयो यो भयो है अनि हाम्रो स्टपको सेटिङ चाहिँ यस्तो छ अब यहाँ ल भात मसाल्यो हामी बिचरा भोकले यहाँ भोकले टमाटो छ कति बज्यो बेबु हेर्देऊ त ल अनि देखाइदेऊ यहाँ कति भयो 12 नतर्सिनु होला ठिक छ गाडा भन्छ ल अब चाहिँ हाम्रो चिकन पाकेर उता राखिसक्यो भात मलाई खालि यता हेर्न आउँदो रहेछ कि भात पाक्दैछ अब चाहिँ ट्याक्क लाएर खाइन्छ ल एकछिन चाहिँ रेस्ट गर्नु पर्ला फोन सोन होइन एट द मोमेन्ट के हो 13 डिग्री विच इज कोल्ड डे हो जस होइन भोलि चाहिँ 22 भोलि चाहिँ 22 डिग्रीसम्म छ अब म एकछिन टिकटक हेर्छु मैले दिनभरि हेर्न पाएको छैन किनभने उहाँ चाहिँ ड्राइभ गर्ने अब म सुत्न नि मिलेन फोन हेर्न मिलेन फेरि कतै निदै जान्छ कि बोर हुन्छ कि हेरेर कम्पनी दिनु पऱ्यो त्यही मैले टिकटक खालि हेर्न पाएको छैन त्यो एकछिन ट्राफिक जाम हुने बेला चाहिँ ठ्याक्कै हेर्थेँ अब म हेर्छु एकछिन ल हेर अब चाहिँ एकैछिन अलिअलि अझै अलि पम्प पुगेको छैन यसको पम्प हाल्नुपर्छ पम्पको यो चाहिँ पम्प हो सानोवाला पिलो है यो चाहिँ कत्रो हुँदो रहेछ पम्प गर्ने हो त्यो फोर क्लासको हो क्या ए यो पिलो त मुखले फुके नि मजाले हुँदो रहेछ इस साल क्या है कि मानसून बहुत देर कर रहा है जब जमकर बारिश होगी और नदी में नया पानी आएगा लेकिन बाबा आप कितने दिनों से मेरे लिए इलिश मछली नहीं लाए आज भी फुक्यो भने अनि भित्रै उसको निकै बेबो फुक्यो होइन अनि त्यो हावा भित्रै उस भइजाने क्या बाहिर नआउँछ गाइजहरूलाई हाम्रो प्लेट हेर्नु न एकै बाइट हो क्या भात हेर नि त भात के भयो भात पाक्दैछ क्या अच्छा ल गाइस पाक्यो है पाक्यो तातो भात ओ यो त थाप्नै ध्यान दिनु ल है गाइस ल देखेछ नि ल खाएँ अलिअलि चढाइदियो ल अलिअलि चढाइदिउँ अब हातले हो ल भइ बन्द गरिदिनु मिठो बच्चा 비슷하네. 나이 뭐, 어리리, 그래? 허리 호산이 누가 이게 몇 번에?
खट्टा बिना नि दामी भयो गाइस अब हामी दुईजना डेन्जर भोक लाग्यो अब हामी फटाफट खान्छु अनि खाइसकेपछि फेरि अपडेट गरौँ है ल खाइसकेपछि भेटौँ ल गाइस गुवाम दुईजना पासै नफेरिको ल्याइदियो दामी भयो है भोक मिठो कि भोजन भन्थ्यो भोक हो क्या भोक मिठो ल ल अब छात्रिन्छ टुन भयो कस्तो सुलारे छ अन्त बाहिर त अब चाहिँ खानासाना खायो अब चाहिँ सुत्ने बेला भएपछि म त यहाँ स्लिपिङ ब्यागमा ढल्केर नि सुत्न लागिसक्यो है अब म पनि ढल्किएँ गाइस दिनभरि यताउता हिँड्यो यताउता ड्राइभिङले नि थाक्दो रहेछ है हाम्रो सेटअप चाहिँ पम्पहरू पम्प गरेको अघि देखाउनु बिर्सेछ ठिकै छ त्यही त हो नि होइन राति केही जस यताउता केही भयो भने अपडेट दिन्छु नत्र सी यु इन द मर्निङ मर्निङ खरै उठेको हामी सुतेको थियो स्लिपिङ ब्यागमा अनि हाम्रो दिनको सुरुवात हुँदैछ ग्रिन टीबाट अब म चाहिँ क्यामेरा मेरो बुढालाई पास गर्छु उहाँले चाहिँ बाहिर कस्तो छ देखाइदिनुहुन्छ है बेबी ल हेलो गाइज मर्निङ है एभ्रिवानलाई अलिअलि विन्डी भएको छ ऊ त्यता उसको बादल लागेको थियो हिजो त डेन्जरै उस लागेको हुसु लागेर आज त ग्रिन टी पहिला खान्छु अनि त्यहाँबाट सकाएर कुरा गरौँ है गाइस ल अब चाहिँ हामी ब्रस ट्रस गर्न निस्किँदैछौँ खोलातिर देखाइदिएको थियो हाम्रो ब्रस पनि रियुज हो क्या यो चाहिँ भाँडा धुने मुख धुने अनि भाँडा धुने यहाँ भाँडा धुन जाने खोलामा ब्रस पनि चाहिँ त्यो कतार एयरवेजको नेपाल बनाउँदाखेरि पावर दिएको थियो अनि त्यही छ मजाहरू है युज गरेन नि त ल अब चाहिँ भाँडा धुने कार्यक्रम हुँदैछ यसो गऱ्यो भने हुन्छ होला ल अब चाहिँ फ्रेस फ्रेस भयो चिसो थियो पानी पनि रिफ्रेसिङ पानी सानी भर्यो हातसाथ अब त्यतै धुनको लागि भाँडाहरू पनि धोयो हाम्रो टेन्टमा छ क्या देख्छ यहाँ हामीकोतिर चाहिँ यहीँ देख्छ खाली छ क्या फ्ल्याट ग्राउन्ड हाम्रो टेन्टमा ल अब चाहिँ के सनस्क्रिन यो त्यो त नलाउनु त्यो चाहिँ खुट्टामा लाउनु फर्के त कता लगाइदिने हो र मैले सनस्क्रिन इज मस्ट ल चाहिँ ट्याक्क लाएर हाम्रो ब्रन्च हो ब्रेकफास्ट खाना त 11 बज्यो अब ब्रन्च खाइन्छ अनि त्यहाँबाट के गर्ने हो गरिन्छ मसरुम लिएर आएको गाइस तर मैला हुन्छ कि अलि धेरै अब धुनु पर्यो
पेपर ल्याएन है ब्ल्याक पेपर है अन्डा लिएर छु अन्डा ह्याप्पी एग्स अनि चिया चाहिँ यस्तो इजी नो निड सुगर नो निड मिल्क जस्ट हट वाटर इजी यो चाहिँ इलाइची रोयल चाय टाइम मिल्क थ्याङ्क्स सुगर भएको होइन अल टाइम फेभरेट अनि एयर टाइट ब्यागमा छ हाम्रो वाइट सावरडो ब्रेड सावरडो ब्रेडहरू चाहिँ राम्रो हुन्छ देन नर्मल ब्रेडहरू भन्दा चाहिँ त्यो सावरडो ब्रेड अनि मैले यहाँ लिएर आएको छु बटर पाक्न लाग्यो होइन मसरुम धेरै पकाउनु पर्यो अलिअलि हुन्छ होला नुन ब्ल्याक पेपर हुनुपर्ने हो कि ल हामी चाहिँ रेडी भइसकेको छ है अन्डा ब्रेड के अरे बिन्स मसरुम अब त्यहाँ चिया हुँदैछ ल हुन्छ खाएँ खानु खाएँ गाइस अब यो खाइन्छ अनि बल्ल किन मजा यो त मेरो स्टोरी हो मान्छेहरू आउँदैछ ल गाइस हाम्रो चिया चाहिँ ब्रेकफास्ट सकेपछि रेडी भयो नेभर माइन्ड ल चेयर्स बडा खाएला पिएला इलायचीको स्वाद छ है इलायची टी हो नि त कहिले कहिले फेरि इलायची भने पनि आउँदैन नि त कसैको त ल हामी एकदिन चिया इन्जोय गर्छौँ भ्यू हेर्दै फेरि पछि के हुन्छ देखाउँला नि है ल अब चाहिँ हामी हिँड्न सुरु गर्यौँ माउन्टेन अब ऊ त्यो माउन्टेन चढ्नुपर्छ यहाँसम्म आइसक्यो हाम्रो हाम्रो टेन्ट यहाँसम्म आइसक्यो अब यो डाँडा चाहिँ यहीँ छ वेदर जस्ट ठिक्कको छ जो चाहिँ त्यस्तो गर्मी भनेर पोल्ने त छैन हावाहरू चलिरहेको छ ल अहिले माथि गएपछि देखाउँछु है गाइस
त्यहाँ बाटो गरेर आएर यहाँबाट माथि डेन्जर चढ्दै आयो रक क्लाइम्ब अझै माथि छ रक क्लाइम्बिङ गरे जस्तै भएछ हाम्रो ट्रेन चाहिँ यहाँ पनि देख्छ छेउ त्यहाँ छ क्या भ्यू पनि दामी छ ल माथि अब यहाँ माथि त अति रकी उसहरू रहेछ अब हामी यही बाटो यस्तै गरेर निक्लिएर जान्छौँ त्यहाँ पुगेर अब यो बाटो हुँदा पुग्ने हो अनि त्यहाँबाट तल झर्ने हो गाइज मेरो जुत्ता हेर्नुहोस् मेरो लट्ठी हेर्नुहोस् अनि मलाई हेर्नुहोस् मलाई त पक्का जापानिज जस्तो देख्यो That's how I imagine myself के त्यही भएर मलाई लाग्दैछ with this टोपी म चाहिँ पक्का त्यस्तै देखेछ होला यो किनेको चाहिँ यो कानहरू घाँटीहरू छोप्ने के त्यही भएर किनेको 2 नाइट स्टे गर्ने भन्ने थियो हिजो र आज तर बोर हुँदो रहेछ त्यही भएर we decided to go back home आज भरे बेलुकातिर शीतलतिर किनभने त अहिले त समर लागेछ नि त युकेमा अनि वेदर राम्रो हुन्छ अनि ब्राइट हुन्छ 8:30 बजेसम्म आई गेस त्यही भएर आस्ते आस्ते जाने किनभने घर गएर सुत्ने नै हो नि त अनि त्यही पनि यहाँबाट नन स्टप गयो भने त्यही 3 आवर्स समथिङ होला तर यस्टरडे चाहिँ 3 आवर्स 4 घन्टै थियो होला किनभने यस्तो प्याक थियो आई थिङ्क मान्छेहरू यो ब्याङ्क होलिडे गर्ने गरेर होलिडे विकेन्ड अवे गयो होला के वेदर राम्रो छ नि त 28-30 डिग्रीसम्म पुग्छ भनेछ अनि गोराहरू फेरि 20 डिग्री निस्किनु हुँदा त निस्किन्छ अनि त्यत्रो हुँदा त वाइ नट भन्यो होला नि त अनि मेरो गेस किनभने यस्तो ट्राफिक थियो के हिजो आउने बेलामा सो त्यति हो हामी भरे घर जान्छौँ भोलि गोर्खा कप छ तर गइँदैन होला म चाहिँ एकचोटि मात्र गएको थिएँ गोर्खा कप अनि मलाई मिच्यो त्यही मान्छेहरू भिडभाड है अनि त्यही फुडको स्टल्स त्यही त हो फर्स्ट टाइम जानेलाई चाहिँ ठिक छ किनभने कस्तो हुन्छ भन्ने क्युरियोसिटी हुन्छ नि त गइसकेको चाहिँ म युके बसेको 6 वर्ष भयो म अन्ली एकचोटि मात्र गएको छु किनभने सुरुमा जाने बित्तिकै मलाई झ्याउला अनि मैले त्यहाँबाट बुढालाई चाहिँ म त जान्न गोर्खा कप त्यही हो हामी आउँदै नियरली आइपुग्यो मेरो गफ पनि लामो भयो होला बोर लाग्यो होला त्यहाँ हो जाने म त्यहाँ पुग्छ जल्दी देखाउँछ है यताबाट होला नि हामी यताबाट चढेको ल फाइनली चाहिँ हामी आइसकेको छौँ माथि क्रसमा के हो भन्छ होला के भन्छ अरे त्यो नभन्ने क्या माथि ल हाम्रो क्याम्प चाहिँ यहाँ तल यसकै डाँडाको तल झर्ने चाहिँ कसरी यहाँबाट हामी तल झर्दैछौँ हामी ऊ त्यताबाट आएको खोइ टेन्ट ए ऊ रहेछ टेन्ट चाहिँ मान्छे ट्रेन पनि आउँछ कि हो ऊ आउँदैछ त हजुर क्यारेक्टर यस्तो छ हो पछाडि भ्यूहरू दुईटा केटीहरू ल जाऊ बोलाउँदैछ यहाँ गएर बोलाउँदैछ योले बच्चा चाहिँ यहाँभित्र कता गयो कि ऊ बिचरा त्यहाँ फेरि बच्चा चाहिँ फेरि यहाँ बिन्दास खाइराखेछ फेरि छिटो जा त्यहाँ आमाले बोलाइसक्यो त्यहाँ बसेर बिन्दास खाँदैछ फेरि ऊ बल्ल गयो को जा छिटो आमाले त्यहाँ बोलाइसक्यो हो ऊ बल्ल आयो अघिबाट बोला
तँलाई ऊ बल्ल बल्ल देखेर बल्ल खायो नि त ऊ यहाँबाट रिनाको लिटरली उ तलबाट ऊ वहाँबाट पुग्छ त्यस्तो हुने है एनिमलको ल्याङ्ग्वेज है हुन्छ नि We're back at the campsite है ओ वहाँबाट त्यो डाँडाबाट यता 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 गएर त्यो डाँडा चढेर अनि फेरि ब्याक ल गाइस ड्रोन उडाइसक्यो होइन अब ड्रोनको फुटेजहरू हजुरले देखिहाल्न सक्नुभयो होला अब चाहिँ प्याक स्याक गरेर चलिदिनुपर्छ अब घरतिर सबै प्याकिङहरू हुँदैछ सबै सफाउनुपर्छ अब यहाँबाट ल गाइस अब टेन्ट प्याक गरेर जानु लाग्यो यता सबै प्याक रेडी भइसक्यो ब्याग हेर्नु न कत्रो बुढाबुढीको ल केही मैला छोड्यो होइन सबै सफा गर्यो अब हामी जाँदैछु है गाइस ल तिमीलाई बोकाइदिउँ कता गयो हातै भेटेन हात दिनु त लट्ठी त कोचाउनु पऱ्यो घैँटे किनभने अब हात बिजी छ हातभरि जुन्डाउँदै हिँड्नु पऱ्यो ल भयो कता हुँदा नि यताबाट यतै हिँड नि त ल हो त्यहाँ त्यस्तरी बोकेर हिँडेछ अनि मेरो तारिफ गर्नु भनिरहेको छ त्यहाँ गर्न परेन तपाईँलाई दुःख भयो भनेर अझ यत्रो बोकेछ 7 केजीको हो यो 7 केजीको 7 कि 8 केजीको यो दुईटा यता हातमा यो ल अब हामी गाडीमा पुगेपछि भनौँ ल यो त यहीँ फाल्दैन एकछिन त आए आमा ल राख ल खायो है ल मैला राखिदिन्छ ल गाइस अब हामी यहाँबाट हिँडेको घरतिर अनि हामी एकछिन बाटोमा ब्रेक लिन्छौँ किनभने हामीले बिहान ब्रन्च गरेर दिनबाट केही खाएको छैन 5 बजेको हो र 3 बजे हामी टेन्टमा पुगेको थियो अनि भन्छ के 1.5 घन्टा लाग्यो हामीलाई प्याक गर्न त्यति धेरै थियो त जाने बित्तिकै प्याक गरेको हो नि त अझै 3 बजे त के किन 2:55 भयो थियो हो म त टाइमै म त जम्मा अब 4 बजे होला धेरैमा मैले भनेको 4 बजे भनेको त 5 बजे रहेछ सो घर पुग्दा त 11-12 बजे होला ब्रेक लिएर किन ब्रेक लिनै पर्छ किनभने खाएको छैन नि त ब्रन्च गरेर दिनबाट ब्रन्च गरेपछि हिँड्न गएको हो 1:30 बजे अनि 3 बजेतिर आइपुग्यो त ब्याक टु टेन्ट म त आएँ त त्यस्तै 4:30 भयो होला यहाँ आउँछ भनेको त 5 बजिसकेको छ एनिवे ल हामी अब यहाँबाट हिँडेको अनि बाटोमा देखाउँछु ल के भयो भनेर तिमी सोचे डेन्जरै आउँदो रहेछ मान्छेहरू हिँड्न गन्दै टन्नै छ अझै उतापट्टि पनि छ उतापट्टि कोही जानी गर्दैछ यता नि देख्नु
भयो नि ल हामी चाहिँ चलेको ल हिजो नि यसरी बन्द गरेको थियो आज नि यसरी बन्द गरेर गयो बाई बाई सिट ब्याक गरेर बसिन्छ यहाँ सेलमा तेल हाल्न आएको उहाँको गाडीलाई चाहिँ पावर मेरो गाडीलाई चाहिँ भोलि पर्सि नर्मल होला नि फ्युल सेभ तिम्रो डिजेल हो डिजेल मैले ल्याएको कोक जिरो यो चाहिँ अहिले नयाँ यस्तो फिफा वर्ल्ड कप आउँदैछ नि त त्यही भएर यस्तो बनाएको निलो बनाएर चाहिँ प्रिङ्गल्स ल्याएको अनि मेरो ड्राइभरजीले लिनुभएको छ एनर्जी ड्रिङ्क रेड बुल In 200 yards, turn right onto the A30 slip road to M5, Exeter. Onto Ashton Road. एक्सर्साइज गरेर नि वी डिजर्भ इट भनेर दुईटा डाँडा चढेको खान बाहना हो खास प्लान त अब वहीँ चाउचाउ बनाएर खाने प्लान थियो क्या त्यो त हिँडेर आएको गर्मी भएको त्यो माथि अब काम होइन अलिक खरो हुन्छ जस्तो भएर नि ठिकै छ बहुत नपकाम भनेर सी आयो कल्ड क्लासिक सेभर मेन्यू रे ल हाम्रो अङ्कल आयो अङ्कल यस्तो क्या आज भन्नु आज लास्ट बाइट भोलिबाट डाइट है गाइस लेट्स गो आफ्टर आएको चाहिँ है हाम्रो चाहिँ हाम्रो ग्रेभी के कति हाफ लिन्छ 12 हाफ लिन्छ रेगुलर प्राइस मेरो आउँथ्यो अनि यो चाहिँ सुपर चार्जर होइन जिङ्गो सुपर चार्जर ल पुरै डिभावर गरिदियो कस्तो थियो खाइ थपेला लगाएर ल गाइज हामीले खाएको भिडियो चाहिँ तपाईँहरूले भ्लगमा देख्न सक्नुहुन्छ हामी यहाँ टन्न खाएर जुगा जस्तै ढाडिएर हामी चल गया घरतिर स्टोन हेन्ज मान्छेहरूले बनायो होला त्यो जमानामा कति इयर्स अगाडि थाउजन्ड्स अफ थाउजन्ड कति पैसा तिरेर आउँछ हेर्न एकजनाकै फ्रीमै हेर्नुहोस् तपाईँहरूले ल गाइज हामी सेफली घर आइपुग्यौँ इट वाज अ नाइस सर्ट ट्रिप हाम्रो लाइफको फर्स्ट एक्सपिरियन्स वाइल्ड क्याम्प एक्सपिरियन्स रमाइलो भयो हामी इन्जोय गऱ्यो कस्तो लाग्यो तपाईँलाई या वाज गुड नेक्स्ट टाइम चाहिँ अलि मजाले फेरि जानुपर्छ रमाइलो भयो थियो दिवस लाइक इट त्यति नै हो गाइज एन्ड थ्याङ्क यू फर वाचिङ प्लिज डु लाइक सब्सक्राइब एन्ड सेयर एन्ड कमेन्ट कस्तो लाग्यो प्लिज भनिदिनु होला होइन हाम्रो गल्तीहरू हाम्रो कमी कमजोरीहरू पनि भनिदिनु हामी माइन्ड गर्दैन हामी लर्नर हो क्या हामी लर्नर त्यही भएर तपाईँहरूले भनिदिनु भयो भने हामी अझै अर्को भिडियोमा अझै निखारेर आउनेछौँ होइन हामीलाई चाहिँ प्लिज भन्नलाई गाह्रो नमान्नु होला है यिनीहरूले माइन्ड गर्छ कि भनेर त्यस्तो माइन्ड गर्ने टाइम आएको छैन जस्ट जोकिङ 64 सब्सक्राइबर्स है मेरो Oh my god 60 उसको लागि चाहिँ 64 मिलियन्स जस्तै हो 60 एउटै ठाउँमा 64 जना मान्छे राख्दा त कति धेरै हुन्छ मलाई त्यही भनेको म त त्यसरी हेर्छु क्या 64 भनेको कम हो and if that makes him happy I'm happy too I'm happy म के thank you all 64 subscribers ल anyway thank you so much for watching thank you so for watching we'll see you in the next vlog हैन take care bye bye